मांसपेशी बाउडिएमा के गर्ने? गर्मी मौसममा कडा परिश्रम गर्ने अथवा प्रशस्त पसिना काट्ने व्यक्तिहरूको खुट्टा, पाखुरा अथवा पेटको मांसपेशी बाउडिने गर्दछ। शरीरमा नुनको कमी हुनाले यसो हुन्छ। यस्तो अवस्थामा घरमै सामान्य उपचार गर्न पनि सकिन्छ। चाहिने सामग्रीहरू: 1 चिया चम्चा नुन र सफा पानी। बिरामीलाई चिसो हावा आउने ठाउँमा आराम गर्न लगाउनु पर्छ। सफा पिउने पानी 1 लिटर भर्नुपर्छ। त्यसमा 1 चम्चा नुन घोल्नुपर्छ। यसरी तयार गरिएको नुन पानी बिरामीलाई पिउन लगाउनुपर्छ। यदि जीवनजल उपलब्ध छ भने नुन पानी भन्दा जीवनजल बनाइ पिउँदा नै बेस हुन्छ। साथसाथै फलफुल जस्तै केरा खाँदा धेरै फाइदा गर्छ। र सँगै बाउडिएको भाग जस्तै पिँडुला बाउडिएको छ भने घुँडालाई सिधा हुने गरी तन्काएर राख्नुपर्छ र खुट्टाको औँलाहरू टाउकोतर्फ तन्काउनुपर्छ। बाउडिएको भागलाई हल्का मालिस गर्नुपर्छ। केही बेरसम्म पनि ठिक नभएमा बिरामीको उपचार स्वास्थ्य संस्थामा गर्नुपर्छ। संक्षिप्तमा फेरि एकपटक चिसो हावा आउने ठाउँमा आराम गराउनुपर्छ। 1 लिटर पिउने पानीमा 1 चम्चा नुन राखी पिउनुपर्छ। बाउडिएको भागलाई सिधा तन्काएर राख्नुपर्छ। पिँडुलाको मांसपेशी हो भने खुट्टाको औँलाहरू आफूतिर तन्काउनुपर्छ। बाउडिएको भागमा हल्का मालिस गर्नुपर्छ। केही बेरसम्म पनि ठिक नभएमा बिरामीको उपचार स्वास्थ्य संस्थामा गर्नुपर्छ।